प्राकृतिक सौन्दर्यताले सुन्दर, प्रचुर जैविक विविधताको भण्डार, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाको धनी, जल, जमिन, जंगल र जडीबुटीको खानी, जहाँबाट सुन्दर देश देखिन्छ त्यहाँ नेपाली परिवेश भेटिन्छ। सुन्दर हिम श्रृङ्खला, अनवरत झरिरहने झरना, आकर्षक ताल तलैया, डाँडापाखा, भन्ज्याङ चौतारी, पाटन र खेतीयोग्य उर्वर जमिन नेपालका साझा सम्पत्ति हुन्। नेपाल विविधतायुक्त मुलुक हो। विविध विशेषता बोकेको देशको एउटा यस्तो गाउँ जहाँ पुग्दा सिङ्गो नेपाल घुमे जस्तो, सुन्दर संसार चुमे जस्तो आभास हुन्छ। यस्तै अनेकन विशेषता र सम्भावनाहरूले भरिपूर्ण ठाउँ हो जुम्लाको पातरासी गाउँपालिका। यहाँ विभिन्न जातिको मिश्रित बसोबास छ। यहाँका सबै स्थानीयको पुरानो मौलिक संस्कार, संस्कृति र रीतिरिवाज छ। पातरासी गाउँपालिका कर्णाली प्रदेशको मात्र होइन, कृषि र पर्यटनमा देशकै एक प्रचुर सम्भावना बोकेको स्थानीय तह हो। पातरासी हिमाल, यही हिमालको नामबाट यो पालिकाको नामाकरण भएको हो। पातरासी र सँगै देखिएका अन्य सुन्दर हिम श्रृङ्खलाहरू त मनोरम छँदैछन्, उत्तिकै आकर्षक छ छडा पहाड फोडेर झरिरहेको शङ्कर झरना। घना जंगलको बीचमा रहेको जुम्लाको सबैभन्दा अग्लो मनमोहक शङ्कर झरना करिब 150 मिटर अग्लो छ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना पूर्वाधार विकास र प्रचार प्रसारको पर्खाइमा छ। प्रकृतिको सुन्दर उपहार रातामाटा छहरा अर्थात् शङ्कर झरना पातरासी गाउँपालिका 2 पेरे गाउँको छडा पहाडको खोजमा पर्दछ। पछिल्लो समय स्थानीय सरकारले यसको प्रवर्धन गर्न थालेसँगै झरना हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्। अझै यसको प्रचार प्रसार गर्न सके विश्वभरका पर्यटक तान्न सक्ने शङ्कर झरनाले सामर्थ्य राख्दछ। माथि पातरासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, त्यही नदीको किनारै किनारका हरियाली फाँट र घाँसे मैदान, चारैतिर हरियाली जंगल, चरीचरणको प्रशस्तै सम्भावना बोकेको पाटन, शिवगुफा, देवस्थल, बलिगाड, कायामोक्षताल, चनेताल, शङ्करताल, धौलीताल, त्रिवेणीताल, पातरासी बेस क्याम्प, जिस्ने हिमाल, थर्पामस्टा मन्दिर, लच्छरीमष्ट माई मन्दिर, तालकोट घाँसे मैदान, रामकोटी मासे जिउलो, पलमपाटी ओखर पकेट क्षेत्र, चौके झरना, मठ मन्दिर लगायत यहाँ दर्जनौं आकर्षक पर्यटकीय गन्तव्यहरू छन्। हिमालको काखमा अवस्थित यो पालिका प्राकृतिक सौन्दर्यताका हिसाबले सम्पन्न पालिका हो। पछिल्लो समय पातरासी कर्णाली प्रदेशकै सुन्दर पर्यटकीय गन्तव्य बनेको छ। हामी जन्मिएकै छैनौँ नि, यस्तो अब रसी बस्ती बसादेखि उहिलेदेखि अहिले भइया होला, यो थपन होला। हामी अहिले गर्दाखेरि जन्मिएदेखि अब 6-7 धमेलो भइगयो, आफूलाई अहिले 6 भइगयौँ। 6 धमेलो ठ्याक्कै अब गर्दाखेरि हुँदाखेरि अब 5 धमेलो गयो अगाडि। अब उहिले त माघ पुनी पनि आउने छन्, अब गर्दाखेरि साउन पुनी पनि अब आउने छन्, बढी बाग गर्दाखेरि आउने यही पुनी हो। अब माघ पनि पुग्दछु, यो जातहरू लडेला पनि पुग्दछु, हाम्रो बढी आउने लाखा बोखा आउने 5 गाउँ, उँधो 7 गाउँ आउने यही हो। दुलु दैलेखका पनि आउँछन्, अब उभा भोटे पनि आउँछन्। अब यो आफ्नो एरिया खोलो तल्लो त कुरै नरिया भएको, अब गर्दा तुरुन्त खोलो तल्लोबाट रेगुलर अब आइराखेका हुन्छन्। पर्यटकीय स्थल त हाम्रो धेरै नै छ। माथि पातरासी हिमाल त्यहीँ छ, हाम्रो कायमुख ताल त्यहीँ छ, अनि त्यसपछि हाम्रो ठुलो ठुलो यता पर्यटकीय डाँडा हिमालहरू त्यहीँ छन्। जिजु बाजेदेखि धेरै पहिला भएको यो चिज, पहिला त सानो सानो एउटा ध मात्रै थियो। हेर्नुहोस् यसै सानो ध, एकदम पोल्ने पानी, तातो पानी छ यहाँ। जिजी बाजुले कुरा गरे अनुसार माथि रानीको बस्ती थियो अरे। रानी अब यहाँ रानी हन्नाउन आउँछन्, त्यसकै कारणले धानचौरी हो भन्थे। सानो यहाँ माथि अझ पोल्ने पानी हाम्रो ढाकिएको छ।
त्यस कारणले पछि शान्तिमा बजेट आउन र यो तपाईँहरू सानसानो गरेर यो नापा निभाउने काम गऱ्यौँ। यो पानी अलि चिसो देखिएको छ। पर्यटकहरू तल जारकोटबाट आउँछन् नुहाउन, अब त्यो रागन लुतो त्यस्तो कुराहरू फाल्छ। अब त्यही भएर लौ धानचौरी आउँछन् अनि बाँकी अब तातापानी जान्छन्। त्यो यहाँका अहिलेदेखि होइन, पहिले जिजुबाजे पालेको एउटा बनावट होइन, यो आफै बनिएको, आफै बनिएको। यसको विशेषता 42 अध्यायको वेद पढ्ने अनि 52 हातको टाँगो भन्ने हुन्छ, टाँगो ठड्याउने र हरेक विविध कार्यहरू गरिएको भनिएको छ पहिला पुर्खाहरूको पालामा। तर हामीले चाहिँ देखेका छैनौँ अहिलेसम्म। स्थानीय सरकारले त जोड गरेको हुन्, तर स्थानीय सरकारको रकम अथवा त्यो बजेटले नपुग्ने भएको कारणले गर्दा यो संरचना वा निर्माण हुन सकेको छैन। त्यसै कारणले गर्दा प्रदेश सरकारले केही गरिदिनु हुन्छ कि भनेर आग्रह गर्छु। साउन पूर्णिमा मेला लाग्छ सर, एकादशीदेखि चाहिँ पूर्णिमासम्म 5 दिन मेला लाग्छ। तर यसको स्थापना भएको बुढापाकाले हामीले सोद्धा थाहा पाएको कुरा हामीले इतिहास कोट्याउँदाखेरिमा यहाँ जहिले पनि आकाशबाट चाहिँ गरुलहरू आएर नुहाइरहने, अनि नुहाइरहने र अनि त्यसमा साउन पूर्णिमा लागेर चाहिँ आकाशमा चाहिँ यो बिजुली पैदा हुने, यस्तो झलक्क उज्यालो हुने। त्यो बेला त्यो पूर्णिमा 5 दिनसम्म उज्यालो भइरहने। किन त्यहाँ त्यस्तो हुन्छ भनेर बुढापाका आउँदाखेरिमा एउटा लालबिरको बाजे भन्ने चाहिँ यहाँ आएर त्यहाँ यहाँ आउँदा डुल्दाखेरिमा एउटा यो बाघ गुर्जिरहने। बाघ गुर्जी रहेर उसले डराएर बाघ किन गुर्जिन्छ भनेर आएपछि यो राति बुनै उज्यालो हुने, ऊ डराएर साइडमा जाँदाखेरिमा पछि यो बाघ यहीँ लोप भयो। लोप भएपछि अनि त्यहाँ के छ कस्तो छ भनेर यहाँ जहिले पनि चाहिँ यो तित्त अब र यो तित्तहरू हुन के अरे माईको लागि यहाँ अब यो आकाशमारी भइरहने, उज्यालो चम्किरहने, गरुल नुहाइरहने। त्यसै कारण त्यसको जिजु बुवाले चाहिँ हाम्रो छुमा गाउँको मान्छेले यहाँ त्यो बाघ देखेर यहाँ यो बाघ यहीँ लोप भएको देखेर चाहिँ यहाँ मन्दिर भएको। छुमजिउलो, रामकोटे जिउलो, ताल जिउलो लगायत जताततै सम्भावना नै सम्भावनाको भण्डार देखिन्छ। विश्वकै अग्लो धान फल्ने ठाउँ छम्चौर जिउलो यही पालिकामा पर्दछ। यो सबैभन्दा उच्च भागमा प्रशस्तै मार्सी धान फल्ने ठाउँ हो। पातारासीको समृद्धिको मूल आधार नै कृषि, पशुपालन र पर्यटन हो। पर्यटन मार्फत नै आर्थिक समृद्धिको लक्ष्य पहिल्याएको पातारासी गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय क्षेत्रको पूर्वाधार र प्रचार प्रसार गरेर पर्यटन विकास गर्ने योजना अघि सारेको छ। पातारासी गाउँपालिका सातैवटा पर्यटनको एकदमै सम्भावना भएको ठाउँ। त्यसमध्ये राजा वीरेन्द्रको पालामा एउटा ऐतिहासिक बोकेको पातारासी गाउँपालिका शङ्करजनको आसपासमा त्यहाँ एउटा उहाँको एउटा इतिहास पनि कायम छ कि जुन शङ्कर झरना राजा वीरेन्द्रको एउटा जमानाको त्यो झरना, त्यस कारण पहिला खास छरा झरना भन्ने नाम भनिन्थ्यो। अहिले हामीले अब एउटा ऐतिहासिक नाम शङ्कर झरना भन्ने पहिचानको रूपमा यी कुराहरूलाई पातारासी हिमाल सँगसँगै बाहिरबाट आउने गेस्टहरूले, जस्तै मान्छेहरू त अहिले सोकिनको लागि घुम्न कहाँ जाने, जस्तै शङ्कर झरना जाने, खाली जाने, टालकोट जाने भन्छन्। यी तपाईँको विविध कुराहरू पर्यटनका सम्भावना भएका चिजहरू छन्। प्राकृतिक सौन्दर्यतामा रम्न र जैविक पर्वतीय खाना अर्थात रैथाने बालीको अर्ग्यानिक स्वाद चाख्नका लागि पातारासी उपयुक्त गन्तव्य हो। सिमी, धान, मकै, कोदो, चिनो, कागनो, फापर, गहुँ, जौ जस्ता रैथाने बालीको संरक्षण र पर्यटन प्रवर्धन गर्दै स्थानीय नागरिकलाई गाउँमै आत्मनिर्भर बनाउने
यहाँका जनप्रतिनिधिको योजना छ। कोदो, चिनो, फापर, कागुनो त्यहाँ लस्करै बनाउनु पर्यो। साथै ओरा हेर्दाखेरि आलु, किनकि पात्रासी गाउँपालिका एउटा कृषिमै कर्णाली प्रदेशमा जुम्ला जिल्लामा सबैभन्दा मिलेको र पात्रासी गाउँपालिकाको ठाउँले माग अनुसार मेरो उद्देश्य रैथाने बाली जुन किसिमको मान्छेहरूले अहिले विभिन्न ठाउँबाट माग आउँदै गर्दा यसलाई भुलुम क्वान्टिटीको रूपमा, किनकि थोर अलिअलि उत्पादन गरेर हुँदैन, प्रत्येक भिट्टुमा जुन जमाना उत्पादन हुन्थ्यो त्यस किसिमको रूपमा हरेक बालीहरू उत्पादन एकदम मजबुत तरिकाले लिनुपर्छ र यसको भुलुम अहिले स्तर वृद्धि, आय आर्जनमा स्तर वृद्धि भएछ र यहाँका जनताको जीवन पनि अहिले 2 पैसा आय आर्जनमा अलिकति महत्त्वपूर्ण भूमिका रैथाने बालीले स्याउ, सिमी, ओखर, अझै यी मध्ये पनि ओखर स्याउ झनै राम्रो उपलब्धि दिएको छ कि स्याउले जुन किसिमको स्याउ अब एक घरमा कम्तीमा राम्रो बिरुवा उत्पादन लगाउने कृषकले कम्तीमा 5 लाख, 7 लाख, 10 लाख, 1,50,000 देखि प्रत्येक घरमा बुझिरहेछन्। पातरासी कर्णाली प्रदेशकै एक उत्पादनशील पालिका हो। यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन्। परम्परागत खेती छाडेर पातरासीका किसान अहिले आधुनिक र व्यावसायिक खेतीमा लागेका छन्। धान, मकै र कोदो मात्रै रोपेर जीविका धान्ने किसानले अहिले दन्ते ओखर, स्याउ जस्ता फलफूल र आलु सहितका तरकारी खेती गरेर अर्थोपार्जन गरिरहेका छन्। यहाँ स्याउ र दन्ते ओखर प्रशस्तै उत्पादन हुन्छ। स्याउ र ओखर बेचेरै पातरासीका किसानले वार्षिक 1 लाखदेखि 10 लाखसम्म आय आर्जन गरिरहेका छन्। यसलाई थप व्यवस्थित र व्यावसायिक बनाउन पालिकाले स्याउ र ओखरको पकेट नै बनाएर काम गरिरहेको छ। स्याउ अब एक घरमा कम्तीमा राम्रो बिरुवा उत्पादन लगाउने कृषकले कम्तीमा 5 लाख, 7 लाख, 10 लाख, 1,50,000 देखि प्रत्येक घरमा बुझिरहेछन्। तल्लो बेल र उथुदेखि त्यो बिचौलियोमा हाम्रो उद्देश्य भनेको टोटल अबको स्पेस के गर्नुपर्छ, अझै राम्रो आयोजन लिनको लागि एक टोलमै पकेट स्याउ ओखर टोटल पकेट कुनै पनि त्यो ठाउँमा हेर्दाखेरि एकदमै बाहिरका पर्यटकहरू आउँदै गर्दा ओहो यो स्याउ र तपाईँको ओखर हेर्दा यस्तो लस्कर छ है भन्ने किसिमको त्यो नमुना देखिने किसिम एकातिर र त्यहाँको कृषकहरूले उपलब्धि लिने अर्कोतिर र मान्छेहरूले कम्ती पनि खाँदा पनि कति स्वादिष्ट है स्याउ र ओखर, कति फाइदा पनि छ, बच्चाहरूलाई खुवाउँदा त्यत्तिकै फाइदा छ, आफूले खाँदा त्यत्तिकै फाइदा छ। बाहिरका पर्यटकहरू आएर तपाईँ टक्क किनेर लैजाँदा एकदमै उहाँ झन् खुसी, एकदमै कति फाइदा छ। स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा पालिकाले पहल गरेसँगै यहाँको उत्पादनले केही मात्रामा बजार पाउन थालेसँगै परम्परागत खेतीको अलावा फलफूल खेतीमा किसानको आकर्षण बढेको छ। कृषि सम्बन्धी कसरी उत्पादन गर्नु पर्दो रहेछ भन्ने कुराहरू कृषिले नै क्लास लिएर नै कृषकहरूलाई नै जानकारी गराएको नै कृषि पेसाहरूमा धेरै आम्दानी हुँदो रहेछ। रोजगार भन्दा पनि कृषि पेसातिर लाग्ने मान्छे बढी बौद्धिक विकसित हुँदा रहेछन् भनेर कृषितिर बढी जोड जाँगर नै हाम्रो स्थानीय गाउँघरको बासिन्दाहरूले यसरी नै कृषितिर बढी जोड जाँगर दिएर कृषि पेसा गरिरहेको। पातरासीमा व्यावसायिक मौरी पालन गरिन्छ। विषादी मुक्त यो गाउँमा शुद्ध मह उत्पादन हुन्छ। चरीचरणका लागि प्रशस्तै खर्क रहेको पातरासीमा पशुपालनको उत्तिकै सम्भावना छ।
भेडा बाख्रा गाई भैँसी चौरी र च्याङ्ग्रा पालेर स्थानीयले आमदानी गरिरहेका छन्। मानिसले पालेका पशुवस्तु भेडा च्याङ्ग्रा चौरी याक र सहजै देख्न सकिने जंगली जनावरहरूले यहाँ आउने जो कोहीको मन लोभ्याउँछ। पातरासी भौगोलिक रूपमा जति विकट छ उति नै प्राकृतिक रूपमा स्वच्छ र जैविक विविधताले भरिपूर्ण छ। जल जमिन जंगल र जडीबुटीको खानी यो ठाउँमा जटामसी कुटिकी सेतुचिनी वन लसुन पदमचाल पाखनबेद उत्तिस सुगन्धवाल पाँचौले भुतकेस रातो च्याउ यार्सा गुम्बा धुर्पी घोरमाचो सुनपाती लोटसल्ला र चिराइतो सहितका थुप्रै जडीबुटी पाइन्छ। यहाँको जडीबुटी संकलन प्रशोधन र बजारीकरणका लागि स्थानीय सरकारले नीतिगत पहल थालेको छ। यद्यपि स्थानीय सरकारको एक्लो प्रयासले मात्रै यो सम्भव नहुने भएकाले प्रदेश र संघ सरकारसँग समन्वय गरेर पातरासीको सम्भावनालाई मुलुककै समृद्धिको आधारसँग जोड्ने लक्ष्य राखिएको छ। जडीबुटी पकेट भनेर देखिने किसिमको सम्भावना भयो भने बाहिरको मान्छेहरू पनि त्यहाँ एकदमै ओहो जडीबुटी खेती त पातरासी गाउँपालिका 1 देखि 7 वटासम्म यस्तो विविध कुराको जडीबुटी खेती उपलब्धि छ है त्यहाँ जानुपर्छ त्यहाँ भन्ने किसिमको भावना त्यहाँ चिज हामीले सोचेर मात्र के गर्ने पालिका स्थानीय सरकारको त थोरै बजेटले केही थिर्नै नसक्ने अवस्था। उहाँहरू राज्यको ध्यान त्यो ठाउँमा चिज छ भन्ने कुरा 6 नम्बरदेखि सङ्घमा विशेष गरेर कर्णाली अञ्चल जडीबुटी भण्डार भनेर चिनिन्छ। त्यसमध्ये 6 नम्बर प्रदेश तर त्यसलाई चिनिन्छ मात्रै भनेर लोभबाट हराएर गएको अवस्था छ। त्यसलाई उजागर बनाउनको लागि उहाँहरूले त अबको नीतिगत रूपमा खेतीको रूपमा लिजमा लिने मान्छे लिजमा दिने पकेट ग्रुपिङ गरेर आय आर्जन त्यहाँको मान्छेले कसरी तपाईँको अब जुन चिजबाट जताबाट उपलब्धि बढी हुन्छ त्यो चिजबाट प्रदेश सरकार र सङ्घ सरकारले असाध्यै ध्यान दिनुपर्ने अवस्था म देख्छु। यो जडीबुटी यो 20 जरा भनिन्छ यसलाई। यो प्रति केजीको पर केजीको 500 रुपियाँ पर्छ। यसले पोइजन काम गर्छ यसको औषधि विशेषता भनेको। अनि अरू पदम चाल्लो भयो वन लसुन भयो अनि यो जटामसी भयो अनि 5 औँले पनि पाइन्छ। थुप्रै जडीबुटीहरू पाइन्छ सेतो चिनीहरू पाइन्छ। यो ठाउँलाई बाके भनिन्छ बाके चौर। अनि अबको 2-2.5 घण्टा हामी पातरासी हिमालको खेतमा पातरासीको उत्पादन देशभर र विश्व बजारमा समेत पुर्याउने र थप प्रभावकारी पर्यटन विकासका लागि संयन्त्र तयार गरी विस्तृत परियोजना बनाएर काम गर्दै पातरासीलाई समृद्ध बनाउने र यहाँका नागरिकलाई नयाँ जीवन दिलाउने गरी जनपक्षीय काम गर्ने स्थानीय सरकारको योजना छ। कसरी तपाईको म पातरासी गाउँपालिका समृद्ध बनाउने भन्ने किसिमको एउटा खाका पर्यटन सम्बन्धी कृषि सम्बन्धी यी हरेक कुराहरू उहाँहरूको कान कानमा पुग्ने गरेर त्यहाँको त्यो चिजलाई एकदमै बनाएर त्यसपछि गएर उहाँहरूले अब आउना दिनहरूमा एकदमै पातरासी गाउँपालिका समृद्धि वास्तविक पातरासी गाउँपालिका त जुम्ला मात्र सीमित नभएर 77 वटा जिल्ला जाने किसिमको पहुँच पुग्ने र त्यहाँको जनताले नयाँ जीविका आय आर्जन एकदमै लाभान्वित हुने र एकदमै हरेक कुरा सम्भावना भएको पातरासी गाउँपालिका भएको हुनाले यसमा मैले एकदमै दिगोपन आज मात्र नभएर भोलि र भविष्यको लागि एकदमै जुनसुकै कुराले पनि सम्भावना भएको ओखर स्याउदेखि सिमी आलु जडीबुटी पशु पंक्षी हरेक कुरा मिरिकदेखि लिएर सम्भावना असाध्यै भएको हुनाले हरेक कुराले एकदमै त्यहाँ पहिचान बोकेको हुनाले उहाँहरूको लागि केही समिति बनाउनको लागि मैले असाध्यै एकदमै अब गहिराइमा गएर सङ्घ र प्रदेशको ध्यान एकदमै चेत खुलोस्।
विगतमा विकट मानिने यो ठाउँमा अहिले विकास पुगेको छ। गाउँ गाउँमा सडक पुगेसँगै स्थानीयलाई जीविकोपार्जनमा त सजिलो भएको छ नै, आन्तरिक तथा बाह्य पर्यटकलाई पातारासी घुम्न सहज भएको छ। पातरासी गाउँपालिका समृद्ध गाउँपालिका बनाउनको लागि मैले सोचेको रैथाने बालीलाई एकदम इन्भल्भ अगाडि बढाउने, पर्यटनका कुराहरू, त्यहाँ यस्तो मजाको पाटन प्रकृतिले दिएको छ पशु भेडा खसी बाख्राहरूको लागि। पातरासी गाउँपालिकाको उत्पादन भएको चिज जुम्ला बजारमै सीमित नभएर काठमाडौँ पूर्व विराटनगरदेखि लिएर तपाईँको महेन्द्रनगर साथै प्रदेशमा पुग्ने किसिमको एकदमै सम्भावना बोकेको ठाउँ हो कि जुन कुराको पनि केहीमा पनि कमजोर नभएको जौँ गहुँ फापर ओखर स्याउ आलु सिमी हरेक कुराहरू म आफै देख्छु कि अहिले प्रत्येक 7वटा एकदमै त्यहाँ गाउँ गाउँ कुना कुना गाडी गएका छन्। दिन प्रतिदिन त्यहाँबाट सिमी आलु मकै लस्कर गाडीबाट लोड भएर आउँदै गरेको अवस्था देख्दा म एकदमै खुसी र हर्षित छु। पर्यटन विकासका नयाँ आयामहरू थप्न समय लाग्ला, तर जुम्ला काठमाडौँ हवाई यात्रा मात्रै नियमित भए यहाँ आउने पर्यटकलाई आवत जावत गर्न र बिरामी परेकाहरूलाई अस्पताल जान निकै सहज हुने अवस्था छ। यहाँ वास्तविक पेलेनको कुरा समस्या छ कि जुन काठमाडौँबाट डाइरेक्ट जुम्ला मान्छेहरूले एकदमै सुर्खेत नेपालगञ्ज भएर एकासी आउनुभन्दा इम्पोर्टेन्ट डाइरेक्ट सिधा जुम्ला काठमाडौँ गर्दै जाने हो भने त्यहाँका पर्यटकहरूको लागि फाइदा, बिरामीहरूको लागि फाइदा। बिरामीहरूको कति अकालमा ज्यान गएको छ, कारण बाटोको परिस्थितिले गर्दा सही ठाउँ पुग्न सकेका छैनन् र तपाईँको टाइम टेबल अब नेपालमा आउने क्रममा प्रायसो फ्लाइट पनि हुँदैन र एकदमै त्यहाँका बाध्यता र चुनौतीहरू खेप्नु परेको छ र यी खेप्नको लागि महिनामा 2-3वटा फ्लाइट काठमाडौँ जुम्ला हुने हो भने पर्यटकहरूको लागि एकातिर फाइदा, पातरासी गाउँपालिकाले दोस्रो बिरामी, त्यहाँको बिरामीहरू त्यो सँगसँगै यता आदान प्रदान गर्दा र त्यहाँको मान्छेलाई धेरै फाइदा हुने किसिमको सम्भावना देखिन्छ। यति सुन्दर पातरासी र दिगो विकासको खाका बोकेका जनप्रतिनिधि हुँदाहुँदै पनि यहाँ विकासका अनेकन चुनौती छन्। स्रोतको सीमितता छ। काठमाडौँले कर्णाली देख्दैन, कर्णालीको पनि केन्द्रले जुम्ला, त्यसमा पनि पातरासी देख्दैन। यो ठाउँ माथिल्ला सरकारको बजेटको प्राथमिकतामा पर्दैन, दाताको काम गर्ने सूचीमा अट्दैन। प्रकृतिको वरदान पाएको सुन्दर पातरासीमा जे रोप्यो त्यही सुनसरी फल्छ, तर यहाँ हुने उत्पादनको कुनै मूल्य छैन। समस्या छन्। यहाँ जति समस्या छन् त्यो भन्दा बढी सम्भावना पनि छन्। यति धेरै सम्भावना भएको पातरासीमा थोरै मात्रै पहल पुग्ने हो भने कृषि र पर्यटनबाटै यो गाउँको मात्रै होइन देशकै समृद्धिमा पातरासीले योगदान गर्नेछ।